हे गाइस, वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ यहाँ सेलरोटी पकाउनु आँटेको छौँ अनि यहाँ चाहिँ हाम्रो भाइले पिठो कुट्दै हुनुहुन्छ अनि यहाँ चाहिँ मेरो बुढाले यहाँ सिक्दै हुनुहुन्छ पिठो छिन्किनलाई, तर उहाँको खासै ढङ्ग चाहिँ पुगेन। अनि यहाँनिर चाहिँ दिदीले पिठो मुस्दै हुनुहुन्छ अनि त्यसपछि थोरै घिउ हाल्नुहुन्छ, मिठो हुन्छ अनि नरम पनि हुन्छ भनेर। अनि यहाँ चाहिँ सुहाना हाई भन्दै छिन् अनि मेरो चाहिँ यहाँ रुगा लागेर स्वर कस्तो आइरहेको छ। अनि यहाँनिर चाहिँ कराई तातिँदैछ अनि यहाँ चाहिँ दिदीले सेलरोटी हाल्नुभयो, साइडमा चाहिँ चढाइरहनु भएको छ अनि यस्तो राम्रो भएको थियो। अनि यहाँनिर चाहिँ मेरो सानोले खाँदैछिन्, कुटुक कुटुक उसलाई कस्तो मिठो लागिरहेको थियो। अनि फेरि यहाँ हाम्रो दिदीले पकाउँदै हुन्छ पालो पालो दुईजनाले। अनि यहाँ सुहान पनि मलाई पनि पकाउन दिनु भन्दैछन् अनि हामीले लास्टमा उसलाई एउटा पकाउनु दिएको थियौँ अनि उसले चाहिँ डाडुले लगाउँछु भनेर लगाउँदैछन्। अनि उसले पकाएको चाहिँ यहाँ यस्तो हुँदै थियो, कम्ती खुसी भएको छैनन् मैले पकाएको यस्तो राम्रो भयो भनेर, तर यो चुटिन आँटेको थियो र म यहाँ जोड दिँदैछु। अनि लास्टमा चाहिँ उसले पकाएको सेलरोटी यस्तो भएको थियो। म चाहिँ यहाँ तिमीले खाऊ है तिमीले पकाएको भन्दै थिएँ, हुन्छ म आफै खान्छु भन्दैछन्। ऊ चाहिँ उसले पकाएको सेलरोटी चाहिँ यस्तो भएको थियो र पनि ऊ चाहिँ खुसी भइरहेछन् मैले पकाएको भनेर। अनि यहाँ हामी चाहिँ खोर्सानी टिप्न गयौँ अनि यहाँ दिव्यान्स पनि हामीसँगै खोर्सानी टिप्दैछ ठुलो मम्मीसँगै। यहाँ चाहिँ खोर्सानी आफै रोप्नु भएको थियो दिदीले। अनि त्यसपछि हामी चाहिँ अटोमा चढ्यौँ अनि अटोमा चढेर घर आयौँ।